हेलो नमस्ते। यो चाहिँ दानाबारीको बाटो हो। आज यस्तो बाटोमा गाडी बाइक त्यहाँ रोक्दै तल माई खोलाको पुल भत्किएको बनाउँदै गरेको कारणले गर्दा यो बाटो भनेको आज चाहिँ न्यू बाटो हो। म यो बाटो दानाबारी निस्किन्छु, दानाबारीबाट बिर्तामठसम्म आउँछु। बाटो चाहिँ यस्तो रहेछ, अफरोड पुरै बाटो, नयाँ बाटो मलाई पनि थाहा छैन। पुरै पहाडको बाटो यस्तै छ। गइरहेको छु, म आइरहेको छु। बिर्तामठसम्म हो यात्रा। बिर्तामठ पछि भोलि फेरि बिहान फर्केर ताप्लेजुङ जान छ। आइरहेको बाटोमा आउँदा बाटो चाहिँ यस्तो अफरोड रहेछ र पनि बाटो फराकिलो हो। तर पछि यो बाटो बनिएपछि चाहिँ एकदम बवाल हुने रहेछ। बिर्तामठबाट आउँदाखेरि कन्डेमको बाटो हुँदै आउँदा भन्दा फराकिलो बाटो हो यो। बाइक गइरहेको छ मेरो अगाडि। धुलाम्मे बाटो छ यो। अहिले यो चाहिँ माई खोलाको पुल आएको हो। माई खोलाको पुल पार गर्दै फेरि हामी दानाबारीतर्फ लाग्छौँ। दानाबारी चाहिँ यहाँभन्दा 10 किलोमिटर अगाडि छ। बाटो राम्रो छ साथीहरू, तर अफरोड भयो भने राम्रो छ। अफरोड चाहिँ पुरै अफरोड हो, धुलाम्मे छ बाटो। यस्तै हो पहाडको बाटो, अफरोड कुद्नुपर्छ। इलामको बाटो चाहिँ माई खोलाको पुल बनाउँदै गरेर बन्द भएको, 1 बजीदेखि बन्द भएको 5 बजीसम्म भन्ने कुरा थियो। अब कति बजी खुल्छ थाहा छैन, भोलि खुल्छ कि खुल्दैन थाहा छैन। यो बाटो हिँडिरहेको हो, भोलि फेरि फर्केर आउनुपर्ने छ। यो बाटो चाहिँ हिँडिरहेको छु म, रमाइलो मान्दै हिँडिरहेको छु। रमाइलो छ, यस्तै छ। सरहरू भोटेकोसी पुग्ने सरहरू हुनुहुन्छ गाडीमा। म चाहिँ यात्राको क्रममा। अब दानाबारी सुरु भइसकिसक्यो। यो चाहिँ चियाबारी, दायाँ बायाँ चियाबारी छ। चिया बगान नै चिया बगान, हरियाली छ, रमाइलो छ। बिचको बाटो सुरु भइसकिसकेको हो। यो चाहिँ मङ्गलबारे कि सोमबारे के भन्छ त्यहाँ बजारलाई, त्यहाँसम्म पुरै हरियाली हो। त्यहाँदेखि चाहिँ फिल्लिल्ली बाटो यस्तै हो बिर्तामठसम्म नै। अब बिर्तामठ निस्किन्छौँ हामी। यो बाटो हुँदै 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 बिर्तामठ निस्किने हो। वरिपरि दायाँ बायाँ पुरै चिया बगान, हरियाली, पुरै रमाइलो छ साथीहरू। यो बाटो पनि राम्रो हो, राम्रो छ। तपाईँहरू कुनै बेला यो बाटो हिँड्नु भने आउनु होला। यो बाटो रमाइलो छ, राम्रो छ। पुरै स्ट्रेट बाटो, दायाँ बायाँ चिया बगान, रमाइलो छ साथीहरू, पुरै रमाइलो। तलको बजार चाहिँ दानाबारी बजार।